के तपाईँ बादलमाथि बसेर हिमालसँग गफ गर्न चाहनुहुन्छ? आज म तपाईँहरूलाई काभ्रेको सबैभन्दा अग्लो ठाउँ बेथानचोक नारायण स्थान लैजाँदैछु है त। यहाँ पुग्न सजिलो छैन, तर यही यात्रा नै यसको सबैभन्दा मुख्य आकर्षण हो। घना जङ्गल, उकालो बाटो अनि सरर चिसो हावा। जब घाम बिस्तारै क्षितिजबाट उदाउँछ, पुरै आकाश सुनौलो रङ भरिन्छ। त्यो क्षण शब्दले बयान गर्न गाह्रो हुन्छ। वेदरले साथ दियो भने यहाँबाट टाढाका हिमालहरू पनि स्पष्ट देख्न सकिन्छ। प्रकृतिसँग जोडिने एक अद्भुत अनुभव हुन सक्छ। बेथानचोकबाट हेर्दा बादलहरू जमिनमै ओर्लिए झैँ देखिन्छन्, जसले स्वर्ग जस्तो अनुभूति गराउँछ। यदि तपाईँ पनि सहरको कोलाहलबाट टाढा मनलाई शान्ति दिने ठाउँ खोज्दै हुनुहुन्छ भने बेथानचोक तपाईँको अर्को गन्तव्य हुन सक्छ।